ड्याम आँखा त दामी रहेछ त को हो यो धापालिस्ताय सन्चै हुनुहुन्छ ड्याम भाइ त नेपाली नै हो नेपाली हो अनि तेरो आँखा त अनि खतरा छ त भाइ तेरो आँखा त लु मम्मी विदेशी हो कि अनि आँखा चाहिँ हल्का विदेशतिरै गयो कस्तो विदेशी भन्नाले कहाँको मम्मी मम्मी युनाइटेड स्टेटकै हो युनाइटेड स्टेटकै भए पनि अनि आँखा त्यस्तो हुँदैन त यार भाइ आँखा तेरो कस्तो युनिक किन ड्याम है गाइस हो यार भाइ ढाँटे गएन नो ग्लेजिङ नथिङ लाइक द्याट होइन त्यो रियल सिट तर दामी युनिक आँखा यार भाइ मेरो पनि कता कता चाहिँ ब्राउन छ होइन त्यो के भन्छ हेजल तेरोलाई के भन्छ यो आँखालाई के कलर भन्छ त्यसलाई हेजल ग्रिन हो ए हेजल हजुर ग्रिन यो रेयर नै हो नि होइन जसको तसको हुँदैन नि होइन कम्ती कम्ती पर्सेन्टेजको हुन्छ ड्याम यार हजुर दामी यार भाइ तैँले त मग हान्ने रहेछस् त यार अनि अलिकति कहाँ त्यसो जिम हो अलिकति जलाइन मात्रै त्यहाँ आङमा चबाएर दिन थालिस् भने त अनि आइस्वेयर भाइ ढाँटेको होइन आइस्वेयर ढाँटेको होइन आइस्वेयर फेरि म के होइन नि भाइ यस्तो अरूको तारिफ गर्नु मन पनि लाग्दैन कहाँबाट हो भाइ घर कहाँ हो तेरो मेरो घर काठमाडौँ काठमाडौँ कुन ठाउँ मनमाइजु हाँ मनमाइजु कहाँ हो त्यो भनेको यार म नयाँ ठाउँहरू निस्किनु थालेँ क्या नयाँ बस पार्क छ नयाँ बसपार हो त्यहाँतिर हो ए ओके 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 बसन्तपुर त मेरो पनि दिदी भेना आएर थियो अरे भाइ के छ भने के हजुर पढ्ने ओर्ने काम केही स्किल्सहरू छ कि केही भएको मान्छे हो कि अहिले जे होस् गीत सित गाउँछु गीतहरू लेखिरहेको हुन्छु हो एकचोटि केही सुनाउने छ त हामीलाई अहिले गिटार सिटार केही छैन यहाँ हो ए गिटार नभए एकचोटि चाहिँ तर भाइ यार आइस्वेयर यार भाइ जहिले त्यो गिटार सिटार केही नगाए पनि होइन मैले ढाँटेको होइन भाइ यो आँखा चाहिँ भाइ युनिक छ हेर भाइ त्यो लाइक फट्टै तेरो फर्स्ट एट्र्याक्सन नै आँखै हुने रहेछ सायद त्यही होला होइन मान्छे हेर्दा पनि अरे हजुर भनेर आँखामै जान्छ होला फर्स्ट एट्र्याक्सन आँखै छ दामी छ भाइ हामी म्याच चिन्ने त्यो क्ल्याभिकुलरलाई मग हान्नुपर्छ बुझिस् नि हामी हामी राइट क्ल्याबलाई राइट मग हान्नुपर्छ ल भाइ गुड गोइङ है टेक केयर टेक केयर दामी ड्याम के हो यार खतरा यार त्यो आँखा रेयर हो यार गाइस होइन होइन त्यो आँखा रेयर हो यार गाइस त्यो आँखा रेयर हो म्याच सिक्ने तिमीहरू रन्डीको मान्छे मोजी राम्रो गुड लुकिङ मान्छेलाई पनि गुड लुकिङ भनेर नेपाललाई तारिफ गर्नु पर्ने म्याच सिक्ने मिस्टर झापा र मिस्टर नेपाल भन्दै कस्तो पुतिमुखेहरू गएको छ त्यहाँ देखेको छैनस् मुजीहरू पछि पुऱ्याउँदा यस्तोलाई पुऱ्याउनु परेन अलिकति अझ यहाँ इङ्ग्लिस मजाले बोल्ने मान्छे आउने हो नि खतरा हुँदैन अनि गुड लुक्सले त कहाँ कहाँ पुऱ्याउँछ पो त भाइ मान्छेलाई